लोकप्रिय गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिन लागेकी छन्। गायिका दुलालले आगामी मङ्सिर 13 गते राजेश केसीसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन्। दुलालले काठमाडौँको एक रिसोर्टमा मङ्सिर 13 गते शनिबार केसीसँग विवाह गर्न लागेकी हुन्। सिन्धुपाल्चोकमा जन्मेकी र हाल भक्तपुरमा बसोबास गरिरहेकी दुलालको विवाह रुकुम पश्चिमका राजेश केसीसँग तय भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। दुवैबीच करिब 4 वर्ष यता प्रेम सम्बन्ध रहेको बताइएको छ। केसी पूर्व नेभिसङ्घ केन्द्रीय सदस्य भएर राजनीतिक रूपमा चिने पनि हाल निर्माण व्यवसायमा सक्रिय छन्। विवाह तोकिएको मितिमै सम्पन्न गरिने तयारी रहेको र सोही दिन काठमाडौँ स्थित एक होटलमा शुभकामना तथा वैवाहिक भोजको कार्यक्रम राखिएको बुझिएको छ। गायिका दुलालले आगामी मङ्सिर 13 गते राजेश केसीसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन्। दुलालले काठमाडौँको एक रिसोर्टमा मङ्सिर 13 गते शनिबार केसीसँग विवाह गर्न लागेकी हुन्। सिन्धुपाल्चोकमा जन्मेकी र हाल भक्तपुरमा बसोबास गरिरहेकी दुलालको विवाह रुकुम पश्चिमका राजेश केसीसँग तय भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। दुवैबीच करिब 4 वर्ष यता प्रेम सम्बन्ध रहेको बताइएको छ।